साथीहरु नमस्कार। आउनुहोस् यो भिडियोमा हामी एक विश्व प्रसिद्ध उपन्यासको बारेमा चर्चा गरौं र त्यो उपन्यासको नाम हो क्लियोपेट्रा। राइगढ हेगडले यो उपन्यास सन् 1889 मा लेख्नु भएको थियो भने यस उपन्यासलाई नेपालीमा अनुवाद विनिता पौडेलले गर्नुभएको छ। यो क्लियोपेट्रा एक उपन्यास मात्र नभई प्राचीन मिस्रकी अन्तिम महारानीको नाम पनि हो, जुन प्याटोलोमिक वंशकी सबैभन्दा चर्चित शासक पनि हुन्। उनी आफ्नो सौन्दर्य, बुद्धिमत्ता र कूटनैतिक क्षमताका कारण विश्व इतिहासमै एक प्रभावशाली महिला नेतृत्वको रूपमा चिनिन्छन्। यो उपन्यास कुनै प्रभावशाली महिला नेतृत्वको एक बायोपिकको भन्दा फरक नपर्ला। आउनुहोस् यही उपन्यासका आधारमा क्लियोपेट्राका केही कार्यहरूको चर्चा गरौं। शक्ति सम्हाल्ने नेतृत्व। क्लियोपेट्रा एक यस्ती शासक थिइन् जसले सुरुवाती चरणमा आफ्नो भाइहरूसँग मिलेर सत्ता सञ्चालन गरे तापनि उत्तरार्धमा भाइहरूसँग विवाद गरी एक्लै सत्ता सम्हाल्ने दुस्साहस गरेकी थिइन्। वैदेशिक सम्बन्ध सुदृढीकरण। उनले रोमन सम्राट जुलियस सिजर र पछि मार्क एन्टोनीसँग सम्झौता गरेर राजनैतिक सम्बन्ध मजबुत बनाई मिस्र राज्यलाई विदेशी आक्रमणबाट जोगाइन्। सांस्कृतिक प्रवर्धन। क्लियोपेट्रा ग्रीक, मिस्र लगायत अन्य भाषामा दक्ष थिइन्। उनले मिस्रका परम्परा अनुसार देवी आइसिसको रूपमा प्रस्तुत गरिन्, जसले जनताको समर्थन जित्न सहयोग गर्यो। फेरि यही उपन्यासका आधारमा क्लियोपेट्राका विवादहरू पनि निहालौं। रोमन नेतासँगको अनैतिक सम्बन्ध। क्लियोपेट्राको जुलियस सिजर र मार्क एन्टोनीसँगको सम्बन्धलाई राजनैतिक लाभका लागि गरिएको प्रेम भनेर आलोचना गरिन्छ। सत्ता प्राप्तिका लागि आफ्नै भाइसँगको द्वन्द्व। उनले सत्ता प्राप्तिका लागि आफ्नै भाइहरूसँग द्वन्द्व तथा अनैतिक सम्बन्ध स्थापित गरिन्, जसमा हिंसात्मक घटना भएको इतिहासमा उल्लेख छ। आत्महत्या प्रकरण। क्लियोपेट्राको मृत्युबारे अझै विवाद छ। सामान्य विश्वास अनुसार उनले सर्पको विष प्रयोग गरी आत्महत्या गरेको कुरा सुन्न पाइन्छ, तर केही इतिहासकारहरूले उनको मृत्युलाई योजनाबद्ध एवं रहस्यमय हत्या पनि मान्दछन्। यसरी इतिहासकी एक कामुक सुन्दरी जसले आफ्नो सौन्दर्यको बलमा राजगद्दी प्राप्त गरिन्, जसले जुलियस सिजर र मार्क एन्टोनी मात्रै होइन, आफ्नै भाइ तथा राजा, रजौटा र सेनापतिहरूलाई पनि आफ्नो प्रेम जालमा फसाएकी थिइन् र तिनै मिस्रकी महारानीको प्रेम, विश्वास, विश्वासघात अनि सत्ता, राष्ट्र र राष्ट्रियताको कथाहरू यस उपन्यासमा पढ्न पाइन्छन्। यदि तपाईँ पनि पुस्तक प्रेमी हुनुहुन्छ भने यो किताब पढ्न सक्नुहुनेछ र यो भिडियो तपाईहरूलाई कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिनुहोला। सँगसँगै मेरो यो युट्युब च्यानललाई एक सब्स्क्राइब गरेर बेल आइकन दबाउनुहोला। धन्यवाद।